केही बिजनेस व्यापार भयो, केही गर्यो, त्यसो भनेदेखि के भोलि मेरो छोराले चाहिँ कोहीसित मिलेर बिजनेस व्यापारमा लगानी लाउने, सेयर हाल्ने गर्यो, भोलि मेरो छोरो राजनीतिमा मसित अथाह पैसा होला, मसित सम्पत्ति होला, मसित धन होला, सुन होला, भोलि गएर राजनीतिमा गएर मेरो यति सम्पत्ति छ भनेर मेरो छोराले भनेर मेरो छोराले राजीनामा दिन पर्ने? तिमीहरू सडकमा हाउन र मुत्न घरमा छोडेर तिमीहरू सडकमा थाल तताउन जान्छौ र सडक तताउन जान्छौ र तिमीहरूसँग कहाँ सम्पत्ति हुन्छ त? गर्न पर्यो नि। सङ्गठन खोलेर झन्डा बोकेर भात खान हिँड्छौ र कहाँ हुन्छ त सम्पत्ति? दुःख गर्न पर्यो सानैदेखि, अनि हुन्छ सम्पत्ति। दुनियाँका छोरी 20 वर्ष, 18 वर्ष, 16 वर्ष बिजनेस व्यापारमा उहाँ विदेशमा गएर भाँडा माझेर कमाछन्, अनि भोलि आएर राजनीतिमा छिर्छु भनेर सम्पत्ति भयो राजीनामा दे भन्न पाइन्छ? बिजनेस व्यापार गरे भनेर कसैले केही गरे भने राजीनामा दिन पर्दैन, पाइँदैन। सुदन, तिमी काम गर्न अगाडि बढ्नु बाबु। यहाँ कुनै काइतीहरूले भनेर हुँदैन। भोलि तिमीहरूले स्वास्नीसित पनि आज रात जा, भोलिको रात नजा भन्लाउले प्रधानमन्त्री मन्त्रीहरूलाई तिमीहरूको कुरा मान्ने? तेरीमा काइते हो। रातको दिन सडकमा आछ, पुलिसले अझ दरो लाठा भाटा हानेर यिनीहरूको खुट्टामा नली खुट्टा भाँदिनु, अनि यिनीहरूले अस्पतालमा बसेर अनि के गर्छन्? अनि अस्पतालमा बसेर अनि यिनीहरूले के गर्छन्? कराई थाप्न जाने तेल महँगो भनेर कसले मुद्दिन्छ? कराईमा तेल महँगो भयो भनेर तेल बाहिरबाट आउने तेल यहाँ यिनको बाउले धारो खोलेर दिने तेल हो? प्रधानमन्त्रीहरूले धारो खोलेर दिने तेल हो? तिमीहरूलाई मात्रै भएको छ तेल महँगो, हामीलाई भएको छैन तेल महँगो? झ्याक्ने हो।